नमस्कार, लाउरे तयारी युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपालीको लागि अति महत्त्वपूर्ण 100 भन्दा बढी प्रश्न उत्तर लिएर उपस्थित भएको छु। भिडियो भने स्किप नगरी अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै अहिलेसम्म हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन प्रेस गर्न नभुल्नुहोला। अब ढिला नगरी सुरु गरौँ भिडियो। लेट्स गो। क्वेशन नम्बर 1 मा रहेको छ, नेपालको वर्तमान राष्ट्रिय गानको संगीतकार को हुन्? क्वेशन फेरि एकपटक, नेपालको वर्तमान राष्ट्रिय गानको संगीतकार को हुन्? अप्सन क नाति काजी, अप्सन ख अमर गुरुङ, अप्सन नम्बर ग सम्बोजित बास्कोटा, अप्सन नम्बर ग व्याकुल माइला अर्थात् प्रदीप कुमार राई। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख अमर गुरुङ। नेपालको वर्तमान राष्ट्रिय गानको संगीतकार अमर गुरुङ रहेका छन्। क्वेशन नम्बर 2 मा रहेको छ, नेपालको वर्तमान राष्ट्रिय गानको रचनाकार को हुन्? क्वेशन फेरि एकपटक, नेपालको वर्तमान राष्ट्रिय गानको रचनाकार को हुन्? अप्सन क नाति काजी, अप्सन ख अमर गुरुङ, अप्सन नम्बर ग सम्बोजित बास्कोटा, अप्सन नम्बर ग प्रदीप कुमार राई अथवा व्याकुल माइला। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग प्रदीप कुमार राई अथवा व्याकुल माइला। नेपालको वर्तमान राष्ट्रिय गानको रचनाकार प्रदीप कुमार राई, व्याकुल माइला रहेका छन्। क्वेशन नम्बर 3 मा रहेको छ, नेपालको राष्ट्रिय गानमा कति हरफ छन्? क्वेशन फेरि एकपटक, नेपालको राष्ट्रिय गानमा कति हरफ छन्? अप्सन क 6, अप्सन ख 7, अप्सन नम्बर ग 8, अप्सन नम्बर ग 9। यसको सही एन्सर रहेको छ अप्सन नम्बर ग 8। नेपालको राष्ट्रिय गानमा 8 वटा हरफहरू रहेका छन्। क्वेशन नम्बर 4 मा रहेको छ, नेपालको राष्ट्रिय गानमा कति शब्द छन्? क्वेशन फेरि एकपटक, नेपालको राष्ट्रिय गानमा कति शब्द छन्? अप्सन क 45, अप्सन नम्बर ख 46, अप्सन ग 47, अप्सन ग 48। यसको सही एन्सर के हुन्छ कमेन्ट गर्न सक्नुहुनेछ है त। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख 46 शब्द। नेपालको राष्ट्रिय गानमा 46 वटा शब्दहरू रहेका छन्। क्वेशन नम्बर 5 मा रहेको छ, नेपालको राष्ट्रिय गानमा कति अक्षर छन्? क्वेशन फेरि एकपटक, नेपालको राष्ट्रिय गानमा कति अक्षर छन्? अप्सन क 125, अप्सन ख 126, अप्सन ग 127, अप्सन नम्बर ग 128। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग 128। नेपालको राष्ट्रिय गानमा 128 वटा अक्षरहरू रहेका छन्। यसबाट हाम्रो राष्ट्रिय गानबाट एउटा क्वेशन आउने गर्दछ है त। क्वेशन नम्बर 6 मा रहेको छ, नेपालको अग्लो हिम शिखर कुन हो? क्वेशन फेरि एकपटक, नेपालको अग्लो हिम शिखर कुन हो? अप्सन क सगरमाथा, अप्सन ख लोत्से, अप्सन ग कञ्चनजङ्घा, अप्सन नम्बर ग मकालु। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क सगरमाथा। नेपालको अग्लो हिम शिखर सगरमाथा रहेको छ। क्वेशन नम्बर 7 मा रहेको छ, शाहवंशीय अन्तिम राजा को हुन्? क्वेशन फेरि एकपटक, शाहवंशीय अन्तिम राजा को हुन्? अप्सन क ज्ञानेन्द्र शाह, अप्सन नम्बर ख पृथ्वीनारायण शाह, अप्सन ग गोपाल शाह, अप्सन नम्बर ग भूपाल शाह। यसको सही एन्सर रहेको छ अप्सन नम्बर क ज्ञानेन्द्र शाह। शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाह रहेका छन्। अप्सन क राइट एन्सर। क्वेशन नम्बर 8 मा रहेको छ, विमल घरती मगर कुन खेलसँग सम्बन्धित छन्? क्वेशन फेरि एकपटक, विमल घरती मगर कुन खेलसँग सम्बन्धित छन्? अप्सन क फुटबल, अप्सन ख भलिबल, अप्सन नम्बर ग तेक्वान्डो, अप्सन नम्बर ग क्रिकेट। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क फुटबल। विमल घरती मगर फुटबल खेलसँग सम्बन्धित छन्। अप्सन नम्बर क राइट एन्सर। क्वेशन नम्बर 9 मा रहेको छ, नेपालमा कति प्रकारको हावापानी पाइन्छ? क्वेशन फेरि एकपटक, नेपालमा कति प्रकारको हावापानी पाइन्छ? अप्सन क 3, अप्सन ख 5, अप्सन ग 6, अप्सन नम्बर ग 4। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख 5। नेपालमा 5 प्रकारको हावापानी पाइन्छ। अप्सन नम्बर ख राइट एन्सर। क्वेशन नम्बर 10 मा रहेको छ, बहुमूल्य जडीबुटी यार्सा गुम्बा कुन क्षेत्रमा पाइन्छ? क्वेशन फेरि सुन्नुहोला, बहुमूल्य जडीबुटी यार्सा गुम्बा कुन क्षेत्रमा पाइन्छ? अप्सन क हिमाली, अप्सन ख पहाडी, अप्सन नम्बर ग तराई, अप्सन नम्बर ग भित्री मधेस। यसको राइट एन्सर के हुन्छ साथीहरूले कमेन्ट गरिदिनु त। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क हिमाली प्रदेशमा। बहुमूल्य जडीबुटी यार्सा गुम्बा हिमाली क्षेत्रमा पाइन्छ। अप्सन नम्बर क राइट एन्सर। लुम्बिनी प्रदेशमा कति जिल्ला छन्? क्वेशन फेरि सुन्नुहोला, लुम्बिनी प्रदेशमा कति जिल्ला छन्? अप्सन क 8, अप्सन ख 9, अप्सन ग 12, अप्सन नम्बर ग 11। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग 12। लुम्बिनी प्रदेशमा 12 वटा जिल्लाहरू रहेका छन्। अप्सन नम्बर ग राइट एन्सर। क्वेशन नम्बर 20 मा रहेको छ,
मध्य प्रदेशमा कति जिल्ला रहेका छन्? यसको सही एन्सर पहिले नै कमेन्ट गर्न सक्नुहुनेछ है त। मध्य प्रदेशमा कति जिल्ला छन्? अप्सन क 8, अप्सन ख 9, अप्सन नम्बर ग 12, अप्सन नम्बर ग 11। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क 8। मध्य प्रदेशमा 8 वटा जिल्लाहरू रहेका छन्। क्वेसन नम्बर 21 मा रहेको छ सुदूरपश्चिम प्रदेशमा कति जिल्ला छन्? क्वेसन फेरि सुन्नु होला। सुदूरपश्चिम प्रदेशमा कति जिल्ला छन्? अप्सन क 8, अप्सन ख 9, अप्सन नम्बर ग 12, अप्सन नम्बर ग 11। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख 9। सुदूरपश्चिम प्रदेशमा 9 वटा जिल्लाहरू रहेका छन्। क्वेसन नम्बर 22 मा रहेको छ नेपाल र भुटान बीचको दूरी कति रहेको छ? क्वेसन फेरि सुन्नु होला। नेपाल र भुटान बीचको दूरी कति रहेको छ? अप्सन क 27 किलोमिटर, अप्सन नम्बर ख 32 किलोमिटर, अप्सन नम्बर ग 35 किलोमिटर, अप्सन नम्बर ग 25 किलोमिटर। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख 32 किलोमिटर। नेपाल र भुटान बीचको दूरी 32 किलोमिटर टाढा रहेको छ है त। क्वेसन नम्बर 23 मा रहेको छ नेपाल र बङ्गलादेश बीचको दूरी कति रहेको छ? क्वेसन फेरि सुन्नु होला। नेपाल र बङ्गलादेश बीचको दूरी कति रहेको छ? अप्सन क 27 किलोमिटर, अप्सन नम्बर ख 32 किलोमिटर, अप्सन नम्बर ग 35 किलोमिटर, अप्सन नम्बर ग 25 किलोमिटर। यसको राइट एन्सर के हुन्छ ल कमेन्ट गरिदिनु होला। थाहा छ भने यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क 27 किलोमिटर। नेपाल र बङ्गलादेश बीचको दूरी 27 किलोमिटर टाढा रहेको छ। क्वेसन नम्बर 24 मा रहेको छ काक्रेबिहार कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नु होला। काक्रेबिहार कुन जिल्लामा पर्दछ? अप्सन क सुर्खेत, अप्सन ख बागलुङ, अप्सन नम्बर ग दैलेख, अप्सन नम्बर ग सल्यान। यसको राइट एन्सर पनि कमेन्ट गरिदिनु होला। थाहा छ भने यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क सुर्खेत। काक्रेबिहार सुर्खेत जिल्लामा पर्दछ। एकदमै महत्त्वपूर्ण आउन सक्ने प्रश्न रहेको छ है त। क्वेसन नम्बर 25 मा रहेको छ शालिग्राम पाइने नेपालको नदी कुन हो? क्वेसन फेरि सुन्नु होला। शालिग्राम पाइने नेपालको नदी कुन हो? अप्सन क कालीगण्डकी, अप्सन ख बोडी गण्डकी, अप्सन नम्बर ग अरुण नदी, अप्सन नम्बर ग मर्स्याङ्दी। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क कालीगण्डकी। शालिग्राम पाइने नेपालको नदी कालीगण्डकी नदी रहेको छ। अप्सन नम्बर क राइट एन्सर। क्वेसन नम्बर 26 मा रहेको छ काठमाडौँ उपत्यका कति क्षेत्रफलमा फैलिएको छ? क्वेसन फेरि सुन्नु होला। काठमाडौँ उपत्यका कति क्षेत्रफलमा फैलिएको छ? अप्सन क 502 वर्ग किलोमिटर, अप्सन नम्बर ख 602, अप्सन नम्बर ग 542, अप्सन नम्बर ग 642 वर्ग किलोमिटर। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग 642 वर्ग किलोमिटर। क्वेसन नम्बर 27 मा रहेको छ बुढासुब्बा धार्मिक स्थल कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नु होला। बुढासुब्बा धार्मिक स्थल कुन जिल्लामा पर्दछ? अप्सन क ताप्लेजुङ, अप्सन नम्बर ख सुनसरी, अप्सन नम्बर ग मनाङ, अप्सन नम्बर ग मुस्ताङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख सुनसरी। बुढासुब्बा धार्मिक स्थल सुनसरी जिल्लामा पर्दछ। क्वेसन नम्बर 28 मा रहेको छ किमाथाङका कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नु होला। किमाथाङका कुन जिल्लामा पर्दछ? अप्सन क ताप्लेजुङ, अप्सन ख सुनसरी, अप्सन नम्बर ग मनाङ, अप्सन नम्बर ग मुस्ताङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग मुस्ताङ। किमाथाङका मुस्ताङ जिल्लामा पर्दछ। क्वेसन नम्बर 29 मा रहेको छ ताल्चा विमानस्थल कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नु होला। ताल्चा विमानस्थल कुन जिल्लामा पर्दछ? अप्सन क मुगु, अप्सन ख सुनसरी, अप्सन ग मनाङ, अप्सन नम्बर ग मुस्ताङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क मुगु। ताल्चा विमानस्थल मुगु जिल्लामा पर्दछ। क्वेसन नम्बर 30 मा रहेको छ तुमलिङटार विमानस्थल कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नु होला। तुमलिङटार विमानस्थल कुन जिल्लामा पर्दछ? अप्सन क मुगु, अप्सन ख सुनसरी, अप्सन नम्बर ग सङ्खुवासभा, अप्सन नम्बर ग मुस्ताङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग सङ्खुवासभा। तुमलिङटार विमानस्थल सङ्खुवासभा जिल्लामा पर्दछ। अप्सन नम्बर ग राइट एन्सर। कृपया हाम्रो मेहनतको लागि एक लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला है त। साथीहरू माझ पनि सेयर गरिदिनु होला साथीहरू। धन्यवाद। क्वेसन नम्बर 31 मा रहेको छ काठमाडौँबाट सबैभन्दा नजिकमा पर्ने हिमाल कुन हो? क्वेसन फेरि सुन्नु होला। काठमाडौँबाट सबैभन्दा नजिकमा पर्ने हिमाल कुन हो? अप्सन क जुगल हिमाल, अप्सन ख गणेश हिमाल, अप्सन ग गौरीशङ्कर हिमाल, अप्सन नम्बर ग मनासलु हिमाल। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क जुगल हिमाल। काठमाडौँबाट सबैभन्दा नजिकमा पर्ने हिमाल जुगल हिमाल रहेको छ।
क्वेसन नम्बर 32 मा रहेको छ राणाकालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो। क्वेसन फेरि सुन्नु होला। राणाकालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो। अप्सन क 32, अप्सन ख 33, अप्सन नम्बर ग 32, अप्सन नम्बर ग 35। दुईचोटि 32 भएको रहेछ, सरी। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर घ 35। राणाकालमा नेपाललाई 35 जिल्लामा विभाजन गरिएको थियो है त। क्वेसन नम्बर 33 मा रहेको छ सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो। क्वेसन फेरि सुन्नु होला। सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो। अप्सन क सिराहा, अप्सन नम्बर ख सप्तरी, अप्सन नम्बर ग धनुषा, अप्सन नम्बर ग सर्लाही। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग सर्लाही। सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही रहेको छ। क्वेसन नम्बर 34 मा रहेको छ नेपालका नदी नालाहरूबाट उत्पादन गर्न सकिने विद्युत क्षमता कति रहेको छ। क्वेसन फेरि सुन्नु होला। नेपालका नदी नालाहरूबाट उत्पादन गर्न सकिने विद्युत क्षमता कति छ। अप्सन क 80,000 मेगावाट, अप्सन ख 81,000 मेगावाट, अप्सन नम्बर ग 82,000 मेगावाट, अप्सन नम्बर ग 83,000 मेगावाट। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर घ 83,000 मेगावाट। नेपालमा नदी नालाहरूबाट उत्पादन गर्न सकिने विद्युत क्षमता 83,000 मेगावाट रहेको छ। अप्सन नम्बर ग राइट एन्सर। क्वेसन नम्बर 35 मा रहेको छ झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ। क्वेसन फेरि सुन्नु होला। झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ। अप्सन क प्युठान, अप्सन ख सल्यान, अप्सन नम्बर ग रोल्पा, अप्सन नम्बर ग जाजरकोट। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क प्युठान। झिमरुक जलविद्युत आयोजना प्युठान जिल्लामा पर्दछ। क्वेसन नम्बर 36 मा रहेको छ नदीका आधारमा नेपाललाई कति प्रदेशमा विभाजन गरिएको छ। क्वेसन फेरि सुन्नु होला। नदीका आधारमा नेपाललाई कति प्रदेशमा विभाजन गरिएको छ। अप्सन क 2, अप्सन नम्बर ख 3, अप्सन नम्बर ग 4, अप्सन नम्बर ग 5। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख 3। नदीका आधारमा नेपाललाई 3 प्रदेशमा विभाजन गरिएको छ। क्वेसन नम्बर 37 मा रहेको छ कोशी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो। क्वेसन फेरि सुन्नु होला। कोशी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो। अप्सन क अरुण, अप्सन ख लिखु, अप्सन नम्बर ग सुनकोशी, अप्सन नम्बर ग तमोर। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क अरुण नदी। कोशी नदीको सबैभन्दा ठुलो सहायक नदी अरुण नदी रहेको छ। अप्सन नम्बर क राइट एन्सर। क्वेसन नम्बर 38 मा रहेको छ कोशी नदीको सबैभन्दा सानो सहायक नदी कुन हो। क्वेसन फेरि सुन्नु होला। कोशी नदीको सबैभन्दा सानो सहायक नदी कुन हो। अप्सन क अरुण, अप्सन ख लिखु, अप्सन नम्बर ग सुनकोशी, अप्सन नम्बर ग तमोर। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख लिखु। कोशी नदीको सबैभन्दा सानो सहायक नदी लिखु नदी रहेको छ। अप्सन नम्बर ख राइट एन्सर। क्वेसन नम्बर 39 मा रहेको छ गण्डकी नदीको सबैभन्दा सानो सहायक नदी कुन हो। क्वेसन फेरि सुन्नु होला। गण्डकी नदीको सबैभन्दा सानो सहायक नदी कुन हो। अप्सन क त्रिशुली, अप्सन ख मर्स्याङ्दी, अप्सन नम्बर ग कालीगण्डकी, अप्सन नम्बर ग सेती। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क त्रिशुली। गण्डकी नदीको सबैभन्दा सानो सहायक नदी त्रिशुली नदी रहेको छ। अप्सन नम्बर क राइट एन्सर। क्वेसन नम्बर 40 मा रहेको छ गण्डकी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो। क्वेसन फेरि सुन्नु होला। गण्डकी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो। अप्सन क त्रिशुली, अप्सन ख मर्स्याङ्दी, अप्सन नम्बर ग कालीगण्डकी, अप्सन नम्बर ग सेती। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग कालीगण्डकी। गण्डकी नदीको सबैभन्दा ठुलो सहायक नदी कालीगण्डकी नदी रहेको छ। अप्सन नम्बर ग राइट एन्सर। क्वेसन नम्बर 41 मा रहेको छ बाणगङ्गा सिँचाइ आयोजना कुन जिल्लामा पर्दछ। क्वेसन फेरि सुन्नु होला। बाणगङ्गा सिँचाइ आयोजना कुन जिल्लामा पर्दछ। अप्सन क कपिलवस्तु, अप्सन ख झापा, अप्सन नम्बर ग सुनसरी, अप्सन नम्बर ग बर्दिया। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क कपिलवस्तु। बाणगङ्गा सिँचाइ आयोजना कपिलवस्तु जिल्लामा पर्दछ। अप्सन नम्बर क राइट एन्सर। क्वेसन नम्बर 42 मा रहेको छ कन्काई सिँचाइ आयोजना कुन जिल्लामा पर्दछ। क्वेसन फेरि सुन्नु होला। कन्काई सिँचाइ आयोजना कुन जिल्लामा पर्दछ। अप्सन क कपिलवस्तु, अप्सन ख झापा, अप्सन नम्बर ग सुनसरी, अप्सन नम्बर ग बर्दिया। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख झापा। कन्काई सिँचाइ आयोजना झापा जिल्लामा पर्दछ। क्वेसन नम्बर 43 मा रहेको छ सिक्टा सिँचाइ आयोजना कुन जिल्लामा पर्दछ। क्वेसन फेरि सुन्नु होला। सिक्टा सिँचाइ आयोजना कुन जिल्लामा पर्दछ। अप्सन क बाँके, अप्सन ख झापा, अप्सन नम्बर ग सुनसरी,
अप्सन नम्बर ग बर्दिया। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क बाँके। सिक्टा सिँचाइ आयोजना बाँके जिल्लामा पर्दछ। अप्सन नम्बर क राइट एन्सर। क्वेसन नम्बर 44 मा रहेको छ बबई सिँचाइ आयोजना कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नु होला। बबई सिँचाइ आयोजना कुन जिल्लामा पर्दछ? अप्सन क बाँके, अप्सन नम्बर ख झापा, अप्सन नम्बर ग सुनसरी, अप्सन नम्बर ग बर्दिया। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर घ बर्दिया। बबई सिँचाइ आयोजना बर्दिया जिल्लामा पर्दछ। क्वेसन नम्बर 45 मा रहेको छ कर्णाली नदीको लम्बाइ कति रहेको छ? क्वेसन फेरि एकपटक। कर्णाली नदीको लम्बाइ कति रहेको छ? अप्सन क 407 किलोमिटर, अप्सन नम्बर ख 507 किलोमिटर, अप्सन नम्बर ग 597 किलोमिटर, अप्सन नम्बर ग 720 किलोमिटर। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख 507 किलोमिटर। कर्णाली नदीको लम्बाइ 507 किलोमिटर रहेको छ। क्वेसन नम्बर 46 मा रहेको छ कोशी नदीको लम्बाइ कति रहेको छ? क्वेसन फेरि एकपटक। कोशी नदीको लम्बाइ कति रहेको छ? अप्सन क 407 किलोमिटर, अप्सन नम्बर ख 507 किलोमिटर, अप्सन नम्बर ग 597 किलोमिटर, अप्सन नम्बर ग 720 किलोमिटर। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग 720 किलोमिटर। कोशी नदीको लम्बाइ 720 किलोमिटर रहेको छ। क्वेसन नम्बर 47 मा रहेको छ गण्डकी नदीको लम्बाइ कति रहेको छ? क्वेसन फेरि एकपटक। गण्डकी नदीको लम्बाइ कति रहेको छ? अप्सन क 338 किलोमिटर, अप्सन नम्बर ख 507 किलोमिटर, अप्सन नम्बर ग 500 किलोमिटर, अप्सन नम्बर ग 720 किलोमिटर। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क 338 किलोमिटर। गण्डकी नदीको लम्बाइ 338 किलोमिटर रहेको छ। क्वेसन नम्बर 48 मा रहेको छ सबैभन्दा धेरै पर्यटक घुम्ने राष्ट्रिय निकुञ्ज कुन हो? क्वेसन फेरि एकपटक। सबैभन्दा धेरै पर्यटक घुम्ने राष्ट्रिय निकुञ्ज कुन हो? अप्सन क चितवन राष्ट्रिय निकुञ्ज, अप्सन नम्बर ख रारा राष्ट्रिय निकुञ्ज, अप्सन नम्बर ग बर्दिया राष्ट्रिय निकुञ्ज, अप्सन नम्बर ग सेपक्सुन्डो राष्ट्रिय निकुञ्ज। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क चितवन राष्ट्रिय निकुञ्ज। सबैभन्दा धेरै पर्यटक घुम्ने राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज रहेको छ। क्वेसन नम्बर 49 मा रहेको छ नेपालमा मात्र पाइने चरा कुन हो? क्वेसन फेरि एकपटक। नेपालमा मात्र पाइने चरा कुन हो? अप्सन क तित्रा, अप्सन नम्बर ख काँडे भ्याकुर, अप्सन नम्बर ग मयूर, अप्सन नम्बर ग जुरेली। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख काँडे भ्याकुर। नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर रहेको छ। क्वेसन नम्बर 50 मा रहेको छ नेपालमा वृक्षारोपण कार्यक्रम कहिलेदेखि प्रारम्भ भएको हो? क्वेसन फेरि एकपटक। नेपालमा वृक्षारोपण कार्यक्रम कहिलेदेखि प्रारम्भ भएको हो? अप्सन क विक्रम सम्वत 2002, अप्सन नम्बर ख विक्रम सम्वत 2003, अप्सन नम्बर ग विक्रम सम्वत 2004, अप्सन नम्बर ग विक्रम सम्वत 2005। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क विक्रम सम्वत 2002 सालमा। नेपालमा वृक्षारोपण कार्यक्रम विक्रम सम्वत 2002 सालमा प्रारम्भ भएको हो। क्वेसन नम्बर 51 मा रहेको छ कोशी नदीको विद्युत क्षमता कति रहेको छ? क्वेसन फेरि एकपटक। कोशी नदीको विद्युत क्षमता कति रहेको छ? अप्सन क 21000 मेगावाट, अप्सन ख 22000 मेगावाट, अप्सन नम्बर ग 32000 मेगावाट, अप्सन नम्बर ग 42000 मेगावाट। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख 22000 मेगावाट। कोशी नदीको विद्युत क्षमता 22000 मेगावाट रहेको छ। क्वेसन नम्बर 52 मा रहेको छ गण्डकी नदीको विद्युत क्षमता कति रहेको छ? क्वेसन फेरि एकपटक। गण्डकी नदीको विद्युत क्षमता कति रहेको छ? अप्सन क 21000 मेगावाट, अप्सन ख 22000 मेगावाट, अप्सन नम्बर ग 32000 मेगावाट, अप्सन नम्बर ग 42000 मेगावाट। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क 21000 मेगावाट। गण्डकी नदीको विद्युत क्षमता 21000 मेगावाट रहेको छ। क्वेसन नम्बर 53 मा रहेको छ कर्णाली नदीको विद्युत क्षमता कति रहेको छ? क्वेसन फेरि एकपटक। कर्णाली नदीको विद्युत क्षमता कति रहेको छ? अप्सन क 21000 मेगावाट, अप्सन नम्बर ख 22000 मेगावाट, अप्सन नम्बर ग 32000 मेगावाट, अप्सन नम्बर ग 42000 मेगावाट। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग 32000 मेगावाट। कर्णाली नदीको विद्युत क्षमता 32000 मेगावाट रहेको छ। क्वेसन नम्बर 54 मा रहेको छ सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो? क्वेसन फेरि एकपटक। सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो? अप्सन क रौतहट, अप्सन ख सर्लाही, अप्सन नम्बर ग काठमाडौँ, अप्सन नम्बर घ बाँके। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क रौतहट। सबैभन्दा बढी नगरपालिका भएको जिल्ला रौतहट रहेको छ।
क्वेसन नम्बर 55 रहेको छ सबैभन्दा धेरै आँखा भएको जीव कुन हो? क्वेसन फेरि एकपटक, सबैभन्दा धेरै आँखा भएको जीव कुन हो? अप्सन क पुतली, अप्सन ख मृग, अप्सन नम्बर ग अक्टोपस, अप्सन नम्बर ग माछा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क पुतली। सबैभन्दा धेरै आँखा भएको जीव पुतली रहेको छ। अप्सन नम्बर क राइट एन्सर। क्वेसन नम्बर 56 मा रहेको छ रिसाएको बेला रातो पसिना निकाल्ने जनावर कुन हो? क्वेसन फेरि एकपटक, रिसाएको बेला रातो पसिना निकाल्ने जनावर कुन हो? अप्सन क पाण्डा, अप्सन ख मृग, अप्सन नम्बर ग गैंडा, अप्सन नम्बर ग हात्ती। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग गैंडा। रिसाएको बेला रातो पसिना निकाल्ने जनावर गैंडा रहेको छ। क्वेसन नम्बर 57 मा रहेको छ अरनिको हिमाल कुन जिल्लामा पर्दछ? क्वेसन फेरि एकपटक, अरनिको हिमाल कुन जिल्लामा पर्दछ? अप्सन क मनाङ, अप्सन नम्बर ख डोल्पा, अप्सन नम्बर ग मुगु, अप्सन नम्बर ग हुम्ला। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख डोल्पा। अरनिको हिमाल डोल्पा जिल्लामा पर्दछ। क्वेसन नम्बर 58 मा रहेको छ जुनार खेतीको लागि प्रसिद्ध जिल्लाहरू कुन कुन हुन्? क्वेसन फेरि एकपटक, जुनार खेतीको लागि नेपालको प्रसिद्ध जिल्लाहरू कुन कुन हुन्? अप्सन क रामेछाप र सिन्धुली, अप्सन ख गुल्मी र पाल्पा, अप्सन नम्बर ग रामेछाप र दोलखा, अप्सन नम्बर ग सिन्धुली र मकवानपुर। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क रामेछाप र सिन्धुली। जुनार खेतीको लागि प्रसिद्ध जिल्लाहरू रामेछाप र सिन्धुली रहेका छन्। क्वेसन नम्बर 59 मा रहेको छ नेपालमा चिया खेतीको सुरुवात कहिलेदेखि भएको हो? क्वेसन फेरि एकपटक, नेपालमा चिया खेतीको सुरुवात कहिलेदेखि भएको हो? अप्सन क सन् 1920 इलाम, अप्सन नम्बर ख 2021 झापा, अप्सन नम्बर ग 1922 पाँचथर, अप्सन नम्बर ग विक्रम सम्वत 1923 ताप्लेजुङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क विक्रम सम्वत 1920 इलाम। नेपालमा चिया खेतीको सुरुवात विक्रम सम्वत 1920 जुन इलामबाट सुरु भएको थियो। क्वेसन नम्बर 60 मा रहेको छ नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको जिल्ला सदरमुकाम कुन हो? क्वेसन फेरि एकपटक, नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको जिल्ला सदरमुकाम कुन हो? अप्सन क दुनै डोल्पा, अप्सन नम्बर ख गमगढी मुगु, अप्सन नम्बर ग सिमीकोट हुम्ला, अप्सन नम्बर ग चामे मुस्ताङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग सिमीकोट हुम्ला। नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको जिल्ला सदरमुकाम सिमीकोट हुम्ला रहेको छ। अप्सन नम्बर ग राइट एन्सर। क्वेसन नम्बर 61 मा रहेको छ जाखिरा ताल कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नुहोला, जाखिरा ताल कुन जिल्लामा पर्दछ? अप्सन क डोल्पा, अप्सन ख मुगु, अप्सन नम्बर ग हुम्ला, अप्सन नम्बर ग कपिलवस्तु। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग कपिलवस्तु। जाखिरा ताल कपिलवस्तु जिल्लामा पर्दछ। क्वेसन नम्बर 62 मा रहेको छ नेपाल पिक कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नुहोला, नेपाल पिक कुन जिल्लामा पर्दछ? अप्सन क डोल्पा, अप्सन ख मुगु, अप्सन नम्बर ग हुम्ला, अप्सन नम्बर ग ताप्लेजुङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग ताप्लेजुङ। नेपाल पिक ताप्लेजुङ जिल्लामा पर्दछ। अप्सन नम्बर ग राइट एन्सर। क्वेसन नम्बर 63 मा रहेको छ नेपालको प्रवेशद्वार भनी कुन ठाउँलाई चिनिन्छ? क्वेसन फेरि सुन्नुहोला, नेपालको प्रवेशद्वार भनी कुन ठाउँलाई चिनिन्छ? अप्सन क जनकपुर, अप्सन ख विराटनगर, अप्सन नम्बर ग नेपालगञ्ज, अप्सन नम्बर ग वीरगञ्ज। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग वीरगञ्ज। नेपालको प्रवेशद्वार भनी वीरगञ्जलाई चिनिन्छ। अप्सन नम्बर ग राइट एन्सर। क्वेसन नम्बर 64 मा रहेको छ नेपालमा ज्वालामुखीको चिन्ह भएको स्थान कुन हो? क्वेसन फेरि एकपटक, नेपालमा ज्वालामुखी भएको जिल्ला कुन हो? अप्सन क दैलेख, अप्सन ख मुस्ताङ, अप्सन नम्बर ग कास्की, अप्सन नम्बर ग चितवन। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क दैलेख। 65 मा रहेको छ मनोकामनाको मन्दिर कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नुहोला, मनोकामनाको मन्दिर कुन जिल्लामा पर्दछ? अप्सन क गोर्खा, अप्सन ख मुस्ताङ, अप्सन नम्बर ग कास्की, अप्सन नम्बर ग चितवन। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क गोर्खा। मनोकामनाको मन्दिर गोर्खा जिल्लामा पर्दछ। अप्सन नम्बर क राइट एन्सर। क्वेसन नम्बर 66 मा रहेको छ तेन्जिङ हिलारी विमानस्थल कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नुहोला, तेन्जिङ हिलारी विमानस्थल लुक्ला कुन जिल्लामा पर्दछ? अप्सन क सोलुखुम्बु, अप्सन ख मुस्ताङ, अप्सन नम्बर ग कास्की, अप्सन नम्बर ग रूपन्देही। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क सोलुखुम्बु। क्वेसन नम्बर 67 मा रहेको छ
गौतम बुद्ध भैरवा विमानस्थल कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नुहोला। गौतम बुद्ध भैरवा विमानस्थल कुन जिल्लामा पर्दछ? अप्सन क सोलुखुम्बु, अप्सन ख मुस्ताङ, अप्सन ग कास्की, अप्सन नम्बर ग रूपन्देही। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग रूपन्देही। गौतम बुद्ध भैरवा विमानस्थल रूपन्देही जिल्लामा पर्दछ। क्वेसन नम्बर 68 मा रहेको छ नेपालबाट सबैभन्दा नजिकमा रहेको बन्दरगाह कुन हो? क्वेसन फेरि सुन्नुहोला। नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह कुन हो? अप्सन क कोलकाता, अप्सन ख मुम्बई, अप्सन नम्बर ग मद्रास, अप्सन नम्बर ग गोवा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क कोलकाता बन्दरगाह। नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह कोलकाता बन्दरगाह रहेको छ। क्वेसन नम्बर 69 मा रहेको छ नेपालमा कतिवटा जिल्लालाई भित्री मधेसको रूपमा चिनिन्छ? क्वेसन फेरि सुन्नुहोला। नेपालका कतिवटा जिल्लालाई भित्री मधेसको रूपमा चिनिन्छ? अप्सन क 5 वटा, अप्सन क 6 वटा, अप्सन नम्बर ग 7 वटा, अप्सन नम्बर ग 8 वटा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग 7 वटा। नेपालमा 7 वटा जिल्लालाई भित्री मधेसको रूपमा चिनिन्छ। अप्सन नम्बर ग राइट एन्सर। क्वेसन नम्बर 77 मा रहेको छ धरातलीय स्वरूपका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ? क्वेसन फेरि एकपटक। धरातलीय स्वरूपका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ? अप्सन क 5, अप्सन ख 6, अप्सन नम्बर ग 3, अप्सन नम्बर ग 4। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग 3। धरातलीय स्वरूपका आधारमा नेपाललाई 3 भागमा विभाजन गरिएको छ। हिमाल, पहाड, तराई गरी 3 भागमा विभाजन गरिएको छ। क्वेसन नम्बर 71 मा रहेको छ नेपालको माटोलाई कति भागमा विभाजन गरिएको छ? क्वेसन फेरि सुन्नुहोला। नेपालको माटोलाई कति भागमा विभाजन गरिएको छ? अप्सन क 5, अप्सन ख 6, अप्सन नम्बर ग 3, अप्सन नम्बर ग 4। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क 5। क्वेसन नम्बर 72 मा रहेको छ रेड पाण्डाको लागि नेपालको प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो? क्वेसन फेरि सुन्नुहोला। रेड पाण्डाको लागि नेपालको प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो? अप्सन क रारा राष्ट्रिय निकुञ्ज, अप्सन नम्बर ख लाङटाङ राष्ट्रिय निकुञ्ज, अप्सन नम्बर ग बर्दिया राष्ट्रिय निकुञ्ज, अप्सन नम्बर ग सगरमाथा राष्ट्रिय निकुञ्ज। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख लाङटाङ राष्ट्रिय निकुञ्ज। रेड पाण्डाको लागि नेपालको प्रख्यात राष्ट्रिय निकुञ्ज लाङटाङ राष्ट्रिय निकुञ्ज रहेको छ। क्वेसन नम्बर 73 मा रहेको छ नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन्? क्वेसन फेरि एकपटक। नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन्? अप्सन ख 30, अप्सन नम्बर ख 5, अप्सन नम्बर ग 31, अप्सन नम्बर ग 32। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग 32। नेपालमा 32 प्रकारका लालीगुराँस पाइन्छन्। क्वेसन नम्बर 74 मा रहेको छ फेवातालको बीचमा अवस्थित मन्दिरको नाम के हो? क्वेसन फेरि एकपटक। फेवातालको बीचमा अवस्थित मन्दिरको नाम के हो? अप्सन क तालबाराही, अप्सन नम्बर ख साराङकोट, अप्सन नम्बर ग विन्ध्यवासिनी, अप्सन नम्बर ग विन्ध्येश्वरी। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क तालबाराही। फेवातालको बीचमा अवस्थित मन्दिरको नाम तालबाराही मन्दिर रहेको छ। क्वेसन नम्बर 75 मा रहेको छ सूर्य पहाडको सर्वोच्च शिखर कुन हो? क्वेसन फेरि सुन्नुहोला। सूर्य पहाडको सर्वोच्च शिखर कुन हो? अप्सन क ट्याम्के डाँडा, अप्सन नम्बर ख गारभा, अप्सन नम्बर ग फुलचोकी, अप्सन नम्बर ग सैलुङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख गारभा। सूर्य पहाडको सर्वोच्च शिखर गारभा रहेको छ। क्वेसन नम्बर 76 मा रहेको छ महाभारत पर्वतमालाको सर्वोच्च शिखर कुन हो? क्वेसन फेरि एकपटक। महाभारत पर्वतमालाको सर्वोच्च शिखर कुन हो? अप्सन क ट्याम्के डाँडा, अप्सन ख गारभा, अप्सन नम्बर ग फुलचोकी, अप्सन नम्बर ग सैलुङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग सैलुङ। महाभारत पर्वतमालाको सर्वोच्च शिखर सैलुङ रहेको छ। अप्सन नम्बर ग राइट एन्सर। क्वेसन नम्बर 77 मा रहेको छ नेपालको कुन हिमालबाट आरोहण गर्न सुरु भएको हो? क्वेसन फेरि एकपटक। नेपालमा कुन हिमालबाट आरोहण गर्न सुरु भएको हो? अप्सन क कञ्चनजङ्घा हिमाल, अप्सन ख मकालु हिमाल, अप्सन नम्बर ग सगरमाथा हिमाल, अप्सन नम्बर ग अन्नपूर्ण हिमाल। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर घ अन्नपूर्ण हिमाल। नेपालमा अन्नपूर्ण हिमालबाट आरोहण गर्न सुरु भएको थियो है त। क्वेसन नम्बर 78 मा रहेको छ कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा रहेको छ? क्वेसन फेरि सुन्नुहोला। कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा सञ्चालनमा रहेको छ? अप्सन क चितवन, अप्सन ख धादिङ, अप्सन नम्बर ग मकवानपुर, अप्सन नम्बर ग सिन्धुली। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग मकवानपुर।
कुलेखानी जलविद्युत आयोजना मकवानपुर जिल्लामा सञ्चालित रहेको छ। क्वेसन नम्बर 79 मा रहेको छ नेपालमा पाइने वनलाई कति भागमा विभाजन गरिएको छ। क्वेसन फेरि सुन्नुहोला, नेपालमा पाइने वनलाई कति भागमा विभाजन गरिएको छ। अप्सन क 3, अप्सन ख 4, अप्सन नम्बर ग 5, अप्सन नम्बर ग 6। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग 5। नेपालमा पाइने वनलाई 5 भागमा विभाजन गरिएको छ। क्वेसन नम्बर 80 मा रहेको छ नेपालमा कतिवटा राष्ट्रिय निकुञ्जहरू रहेका छन्। यसको राइट एन्सर कमेन्ट गरिदिनु होला। हाम्रो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला है त। अप्सन क 11, अप्सन ख 12, अप्सन नम्बर ग 13, अप्सन नम्बर ग 10। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख 12। नेपालमा 12 वटा राष्ट्रिय निकुञ्जहरू रहेका छन्। मेरो मेहनतको लागि एक लाइक, कमेन्ट गर्न नभुल्नु होला है त। धन्यवाद। क्वेसन नम्बर 81 मा रहेको छ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा रहेको छ। क्वेसन फेरि सुन्नु होला, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा रहेको छ। अप्सन क बाँके, अप्सन ख बर्दिया, अप्सन नम्बर ग कैलाली, अप्सन नम्बर ग कञ्चनपुर। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर घ कञ्चनपुर। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कञ्चनपुर जिल्लामा रहेको छ। क्वेसन नम्बर 82 मा रहेको छ नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो। क्वेसन फेरि सुन्नु होला, नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो। अप्सन क बाँके राष्ट्रिय निकुञ्ज, अप्सन ख बर्दिया राष्ट्रिय निकुञ्ज, अप्सन नम्बर ग सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज, अप्सन नम्बर ग सगरमाथा राष्ट्रिय निकुञ्ज। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज। नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज रहेको छ। क्वेसन नम्बर 83 मा रहेको छ नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो। क्वेसन फेरि सुन्नु होला, नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो। अप्सन क बाँके राष्ट्रिय निकुञ्ज, अप्सन ख बर्दिया राष्ट्रिय निकुञ्ज, अप्सन नम्बर ग सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज, अप्सन नम्बर ग सगरमाथा राष्ट्रिय निकुञ्ज। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग सगरमाथा राष्ट्रिय निकुञ्ज। नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज रहेको छ। क्वेसन नम्बर 84 मा रहेको छ हिमालपारिका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ। क्वेसन फेरि सुन्नु होला, हिमालपारिका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ। अप्सन क मुगु डोल्पा, अप्सन नम्बर ख हुम्ला जुम्ला, अप्सन नम्बर ग मनाङ मुस्ताङ, अप्सन नम्बर ग लमजुङ गोर्खा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग मनाङ मुस्ताङ। हिमालपारिका जिल्ला भनेर मनाङ मुस्ताङलाई चिनिन्छ। क्वेसन नम्बर 85 मा रहेको छ घोडाघोडी ताल कुन जिल्लामा पर्दछ। क्वेसन फेरि सुन्नु होला, घोडाघोडी ताल कुन जिल्लामा पर्दछ। अप्सन क मुगु, अप्सन ख हुम्ला, अप्सन नम्बर ग कैलाली, अप्सन नम्बर ग कपिलवस्तु। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग कैलाली। घोडाघोडी ताल कैलाली जिल्लामा पर्दछ। क्वेसन नम्बर 86 मा रहेको छ माइदिया पोखरी कुन जिल्लामा पर्दछ। क्वेसन फेरि सुन्नु होला, माइदिया पोखरी कुन जिल्लामा पर्दछ। अप्सन क पर्सा, अप्सन ख हुम्ला, अप्सन नम्बर ग कैलाली, अप्सन नम्बर ग कपिलवस्तु। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क पर्सा। माइदिया पोखरी पर्सा जिल्लामा पर्दछ। क्वेसन नम्बर 87 मा रहेको छ नेपाल राष्ट्र बैङ्कको स्थापना कहिले भएको हो। क्वेसन फेरि सुन्नु होला, नेपाल राष्ट्र बैङ्कको स्थापना कहिले भएको हो। अप्सन क 1994 कार्तिक 30, अप्सन ख 1994 मङ्सिर 30, अप्सन ग 1994 पुस 30, अप्सन नम्बर ग 1994 माघ 30। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क 1994 कार्तिक 30 गते। नेपाल राष्ट्र बैङ्कको स्थापना 1994 कार्तिक 30 गते भएको हो। क्वेसन नम्बर 88 मा रहेको छ नेपालमा सबैभन्दा पहिला स्थापना भएको उद्योग कुन हो। क्वेसन फेरि एकपटक, नेपालमा सबैभन्दा पहिला स्थापना भएको उद्योग कुन हो। अप्सन क रघुपति जुट मिल, अप्सन नम्बर ख विराटनगर जुट मिल, अप्सन नम्बर ग वीरगञ्ज चिनी मिल, अप्सन नम्बर ग हेटौडा कपडा उद्योग। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख विराटनगर जुट मिल। नेपालमा सबैभन्दा पहिला स्थापना भएको उद्योग विराटनगर जुट मिल रहेको छ। क्वेसन नम्बर 89 मा रहेको छ थारू सङ्ग्रहालय कुन जिल्लामा रहेको छ। क्वेसन फेरि एकपटक, थारू सङ्ग्रहालय कुन जिल्लामा रहेको छ। अप्सन क चितवन, अप्सन ख झापा, अप्सन नम्बर ग पर्सा, अप्सन नम्बर ग दाङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क चितवन। थारू सङ्ग्रहालय चितवन जिल्लामा पर्दछ। क्वेसन नम्बर 90 मा रहेको छ माघी कुन जातिको प्रमुख पर्व हो।
क्वेसन फेरि एकपटक, माघी कुन जातिको प्रमुख पर्व हो? अप्सन क मगर, अप्सन नम्बर ख थारू, अप्सन नम्बर ग लिम्बू, अप्सन नम्बर ग धिमाल। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख थारू। माघी थारू जातिको प्रमुख पर्व रहेको छ। क्वेसन नम्बर 91 मा रहेको छ, धान नाच कुन जातिसँग सम्बन्धित नाच हो? क्वेसन फेरि एकपटक, धान नाच कुन जातिसँग सम्बन्धित नाच हो? अप्सन क मगर, अप्सन नम्बर ख थारू, अप्सन नम्बर ग लिम्बू, अप्सन नम्बर ग धिमाल। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ग लिम्बू। धान नाच लिम्बू जातिसँग सम्बन्धित नाच हो। क्वेसन नम्बर 92 मा रहेको छ, मारुनी नाच कुन जातिसँग सम्बन्धित नाच हो? क्वेसन फेरि एकपटक, मारुनी नाच कुन जातिसँग सम्बन्धित नाच हो? अप्सन क मगर, अप्सन ख थारू, अप्सन नम्बर ग लिम्बू, अप्सन नम्बर ग धिमाल। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क मगर। मारुनी नाच मगर जातिसँग सम्बन्धित नाच हो। क्वेसन नम्बर 93 मा रहेको छ, घाटु नाच कुन जातिसँग सम्बन्धित नाच हो? क्वेसन फेरि एकपटक, घाटु नाच कुन जातिसँग सम्बन्धित नाच हो? अप्सन क मगर, अप्सन ख थारू, अप्सन नम्बर ग लिम्बू, अप्सन नम्बर घ गुरुङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर घ गुरुङ। घाटु नाच गुरुङ जातिसँग सम्बन्धित नाच हो। क्वेसन नम्बर 94 मा रहेको छ, कौरा नाच कुन जातिसँग सम्बन्धित नाच हो? क्वेसन फेरि एकपटक, कौरा नाच कुन जातिसँग सम्बन्धित नाच हो? अप्सन क मगर, अप्सन ख थारू, अप्सन ग लिम्बू, अप्सन नम्बर ग गुरुङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क मगर। कौरा नाच मगर जातिसँग सम्बन्धित नाच हो। क्वेसन नम्बर 95 मा रहेको छ, झिझिया नाच कुन जातिसँग सम्बन्धित नाच हो? क्वेसन फेरि एकपटक, झिझिया नाच कुन जातिसँग सम्बन्धित नाच हो? अप्सन क मगर, अप्सन ख थारू, अप्सन नम्बर ग लिम्बू, अप्सन नम्बर ग गुरुङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख थारू। झिझिया नाच थारू जातिसँग सम्बन्धित नाच हो। क्वेसन नम्बर 96 मा रहेको छ, पाङदुरे नाच कुन जातिसँग सम्बन्धित नाच हो? क्वेसन फेरि एकपटक, पाङदुरे नाच कुन जातिसँग सम्बन्धित नाच हो? अप्सन क मगर, अप्सन ख थारू, अप्सन ग लिम्बू, अप्सन नम्बर ग गुरुङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क मगर। पाङदुरे नाच मगर जातिसँग सम्बन्धित नाच हो। क्वेसन नम्बर 97 मा रहेको छ, नेपालमा आर्थिक वर्ष कुन दिनदेखि सुरु हुन्छ? क्वेसन फेरि एकपटक, नेपालमा आर्थिक वर्ष कुन दिनदेखि सुरु हुन्छ? अप्सन क वैशाख 1, अप्सन ख साउन 1, अप्सन ग पुस 15, अप्सन नम्बर ग असार 1। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख साउन 1 गतेबाट। नेपालमा आर्थिक वर्ष साउन 1 गतेबाट सुरु हुन्छ है त। क्वेसन नम्बर 98 मा रहेको छ, नेपालमा हाल गाउँपालिका कति छन्? क्वेसन फेरि सुन्नु होला, नेपालमा हाल गाउँपालिका कति छन्? अप्सन क 360, अप्सन ख 460, अप्सन नम्बर ग 560, अप्सन नम्बर ग 660। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख 460। नेपालमा हाल गाउँपालिका 460 रहेका छन्। क्वेसन नम्बर 49 मा रहेको छ, नेपालमा हाल नगरपालिका कति छन्? क्वेसन फेरि एकपटक, नेपालमा हाल नगरपालिका कति छन्? अप्सन क 176, अप्सन ख 276, अप्सन नम्बर ग 376, अप्सन नम्बर ग 476। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ख 276। नेपालमा हाल नगरपालिका 276 वटा रहेका छन्। क्वेसन नम्बर 100 मा रहेको छ, नेपालमा हाल वडा सङ्ख्या कति छन्? क्वेसन फेरि एकपटक, नेपालमा हाल वडा सङ्ख्या कति छन्? अप्सन क 5643, अप्सन नम्बर ख 6743, अप्सन नम्बर ग 7643, अप्सन नम्बर ग 8643। यसको राइट एन्सर के हुन्छ कमेन्ट गरिदिनु होला है त।